यो चाहिँ मिथाइल ब्रोमाइड फ्युमिगेसन हो अन्डर द सिट गोदामभित्र। यो चाहिँ हाम्रो जाने कन्टेनरभित्र चाहिँ हामी गरेका छौँ, डिग्यासिङ गरेर चाहिँ गरिरहेका छौँ। र यो चाहिँ हाम्रो सेलो फ्युमिगेसनको च्याम्बर हो अन्डर द सिट। यो चाहिँ वेयर हाउसभित्रको नै हो, क्यारेटहरू देखिसक्नु भएको छ। र यो चाहिँ हाम्रो टिमले चाहिँ फ्युमिगेसन गरिसकेपछि रिलिज गर्ने टाइममा चाहिँ डिग्यासिङ गरिरहेको छ ठुलो पाइपबाट। यो त पाइपहरू राम्रोसँग देख्न सक्नुहुन्छ। दिस इज मोस्ट इम्पोर्टेन्ट। भित्र गर्दाखेरि डिग्यासिङ गर्नै पर्छ र यो चाहिँ एकदम धेरै इफेक्टिभ मेजर हो। यो गरेन भने चाहिँ धेरै ठुलो क्षति हुनसक्छ। र तपाईँले देख्न सक्नुभएको छ डिग्यासिङ गर्नुभन्दा अगाडि जुन चाहिँ हामीले स्यान्ड ब्याग राखेका थियौँ त्यो स्यान्ड ब्यागलाई चाहिँ हटाउँदै लानुपर्छ र हटाइसकेपछि बल्ल डिग्यासिङ हुन्छ बिस्तारै स्लोली। अनि यो डिग्यासिङ गर्नुभन्दा अगाडि मोनिटरेसन चाहिँ मोस्ट इम्पोर्टेन्ट र गरिसकेपछि यसरी स्टिक टाल्नुपर्छ। यो चाहिँ माथि च्याम्बर हो हाम्रो। यो तपाईँहरूले पछाडि देख्नु भएको चाहिँ सेलो हो। यसमा चाहिँ मेजको ग्रेनहरू चाहिँ स्टोरेज गर्छ र यो चाहिँ डिग्यासिङ पाइप हो। के भन्छ ग्यास चाहिँ अब त्यहाँ हामीले माथि फ्युमिगेसन गर्छ, यहाँबाट चाहिँ ग्यासिङ गर्नुपर्छ र अहिले चाहिँ हामी यो सेलोभित्र चाहिँ छिरिरहेका छौँ र त्यहाँभित्रको नेचर के छ कस्तो छ भन्ने चाहिँ हेर्नको लागि चाहिँ यो हामी यहाँभित्र पसिरहेका छौँ। यो चाहिँ हाम्रो सेलोभित्र छिरिसकेपछि यो भित्रको इन्टरनल एरियाहरू हो। चाहिँ कहाँबाट चाहिँ लिकेजहरू हुनसक्छ सेलोभित्र भन्ने चाहिँ यो एरियाहरू पनि सेलोभित्रको सबै सिल नै गर्नुपर्छ। अघिको चाहिँ सेलोको तलपट्टिको एरिया हो जहाँबाट चाहिँ त्यो निस्किन्थ्यो भने चाहिँ अब चाहिँ हामी सेलोको माथिको टप लेभलमा चाहिँ हेरेर गइरहेको छ र यो 5 तलाको सेलोस थियो, ठुलो सेलोस थियो र हामी यो चाहिँ हेर्दै गइरहेछौँ। यो चाहिँ हामीले पुणेको भिजिट गरेका हो फ्याक्ट्री जहाँ चाहिँ एल्युमिनियम फोस्फेट र मिथाइल ब्रोमाइड फ्युमिगेसन हुन्छ र यो वान अफ द लार्जेस्ट मेज म्यानुफ्याक्चरिङ हो इन्डियाको। यो हेर्दै गइसकेपछि लगभग हामी 4-5 तलाको उकालो उक्टिसकेपछि वी रिच इन द टप अफ फ्युमिगेसन सेन्टर च्याम्बरको। त्यो चाहिँ हामी सेलोको चाहिँ टपमा पुग्यो र त्यहाँबाट माथिको भ्युज यु क्यान सी कस्तो देखिन्छ। त्यो चाहिँ अगाडिको चाहिँ फ्याक्ट्री हो अनि यो चाहिँ अहिले हामी सेलोमा छौँ। तपाईँ यो अहिले हामी सेलोमाथि छौँ र तपाईँले देख्न सक्नुहुन्छ त्यो सेलोको चाहिँ हामीले माथिको ढक्कन खोलेर चाहिँ एल्युमिनियम फोस्फेटको चाहिँ फ्युमिगेसन फस्फाइन ग्यासको चाहिँ फ्युमिगेसन गर्छौँ हामीले त्यसमा चाहिँ। यो चाहिँ हाम्रो एमबिआरको इन्जेक्ट भइरहेको छ आउटसाइड कन्टेनरमा।